यस कार्यक्रमका श्रद्धेय अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथिज्यू, नेपालबाट मसँगै आउनुभएका निकै लामो इतिहास गीत सङ्गीतमा व्यतीत गर्नुभएका आदरणीय दिदी शर्मिला गुरुङज्यू र लोकदोहोरी क्षेत्रमा छुट्टै एउटा ख्याति प्राप्त गर्न सफल मेरो आदरणीय मित्र पशुपति शर्माज्यू, त्यस्तै अन्य धेरै कलाकार साथीहरू र साङ्गे सहयोग समाजका अध्यक्ष र सम्पूर्ण पदाधिकारीज्यूहरू, पत्रकारज्यूहरू र यस इकाइका समाजका विभिन्न इकाइहरू र समस्त कतारलाई कर्मभूमि बनाएर नेपाली गीत सङ्गीतलाई उच्च स्थानमा पुर्याउनको लागि अनवरत यहाँहरू रात दिन खाइ नखाई आफ्नो अमूल्य समयलाई गीत सङ्गीतमा, नेपाली लोक संस्कृतिमा, कला साहित्यमा खर्च गरिनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा म शिर निहुराएर नमन व्यक्त गर्न चाहन्छु। स्वीकार्नुहोस्। र हाम्रो लागि आएर धेरै दुःख पाउनुभयो। हिजो अस्तिदेखि नै निकै खट्नुभयो। त्यो हामीले नजिकबाट नजरअन्दाज गरेका छौँ र त्यो खटाइको लागि पनि यहाँहरूलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु र कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भयो र यो कार्यक्रमको पनि सभ्य र भव्य रूपमा सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गर्दै मेरो भनाइ अन्त गर्न चाहन्छु। धन्यवाद। नमस्कार।